नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानल रेसिपिजको खजानामा स्वागत छ। आज म काउली र आलुको सुक्खा सब्जीको रेसिपी सेयर गर्दैछु, त्यो पनि बिना प्याज र लसुनको। तर टेस्टमा भने नो कम्प्रोमाइज। भिडियो अन्त्यसम्म हेरी साथ दिनुहोला। यसको लागि 500 ग्राम काउलीलाई धोई देखाएको पिसेसमा काटी रेडी गर्ने, साथै 2 मिडियम साइजको आलुलाई पनि काउलीकै साइज अनुसार काटेर लिने। मसलामा 1 ठुलो चम्चा सिङ्गो धनिया, 1 सानो चम्चा सौंफ, 1 सानो चम्चा जिरा, 2 रातो खुर्सानी, 1 चम्चा कसुरी मेथी, आधी सानो चम्चा गरम मसलाको धुलो, 2 हरियो खुर्सानी लाम्चो पारी काटेको, आधी सानो चम्चा काश्मिरी खुर्सानीको धुलो, स्वाद अनुसार नुन र बेसार। अब एउटा कराई तताएर त्यसमा सिङ्गो तयार पारेको मसलालाई हल्का रोस्ट गर्ने। रोस्ट गरिसकेर यसलाई निकालेर सेलाउन दिने। अब फेरि त्यही कराईमा 2 ठुलो चम्चा तोरी तेललाई तताई ग्यासको फ्लेम लो गरी काटेको गोबी आलु राखी यसलाई चलाएर छोपिदिने। केही सेकेन्ड मिनेटको ग्याप लिँदै छोप्दै चलाउँदै गर्ने। यता मसला सेलाइसकेपछि जारमा यसलाई अलि मोटो पिँधेर रेडी गर्ने। मसिनो गरी पिँधेको मसला यो रेसिपीमा चाहिन्न, सो यो कुरा ध्यान दिनुपर्ने हुन्छ। यता काउली र आलु 50% पाकिसकेपछि त्यसमा स्वाद अनुसार बेसार र नुन राखी चलाएर फेरि छोपेर पकाउने। नुन राख्नाले पानी छोड्छ र त्यही पानीमा तरकारी पाक्छ। छोप्दै चलाउँदै पकाएपछि तरकारीमा भएको पानी सुक्छ। त्यतिखेर बल्ल पिँधेको मसला काश्मिरी खुर्सानीको धुलो राखी चलाएर फेरि छोपी पकाउने। मसला टास्न सक्छ कराईमा, तर नआत्तिकन यसलाई चलाउँदै पकाउने। अब यतिखेर गरम मसलाको धुलो, कसुरी मेथी, हरियो खुर्सानी राखी चलाएर 1 मिनेट छोपिदिने अनि ग्यास बन्द गरी चलाएर यसलाई सर्भ गर्ने। हेर्नुहोस् त एक टुक्रामा मसला लागेको छ। खाँदा त झनै मिठो। रोटी, पुरी, भात, चिउरा जेसँग नि उत्तिकै स्वादिष्ट। रेसिपी मन परिरहेछ भने च्यानललाई सब्सक्राइब, लाइक, सेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद।